चाहिँ आज यहाँ जेसीबी सर्भिसिङ गर्दैछु म चाहिँ यहाँ सानै दाइको हेल्परै आजको चाहिँ ल सानै दाइ मोबिल झार्नु त हामी चाहिँ यहाँ जेसीबी मुनतिर मोबिल झार्दैछौँ जेसीबीको मालिकहरू चाहिँ बाहिर बसिरहनु भएको छ है हाम्रो मोबिल फिल्टरहरू चाहिँ कहाँ हुन्छ यो मोबिल फिल्टर ए म खोल्दैछु मोबिल फिल्टर दिनु यो ट्रान्समिसन फिल्टर यो चाहिँ ए मेरो मोबिल फिल्टर भन्नु आगो फुकेर आगो ताप्दै काम गरौँ न हाइड्रोलिक पम्प यो हो यो ट्रान्समिसन फिल्टर डिजल फिल्टर माथि हुन्छ जतिको भए पनि रिङ दिनु न जतिको भए रिङ चाहिँ दिनु हुँदै भयो जतिको भए पनि यस्तो चाहिँ काम गरेछ जतिको पनि हुन्छ ठुलो दिनु अलि ठुलो त हुन्छ ठिक छ यस यस ल ल साइन्दै दामी साइन्दैले स्लिप गर्ला जस्तो छ आया ठिक छ एउटा सोधे जस्तो ल्याउनु न यत्रो छिराएर गर्ने मोबिल झार्दैछौँ हाम्रो सबहरू चाहिँ बाहिर छ दुईजना हाम्रो अर्को सब पनि यहाँ डुकमा आउनु हुँदैछ यता पर हो म चाहिँ यहाँ यता चट्टा काम गरेको हेर्दै मोबिल कस्तो छ कालो मोबिल कालो छ यस्तो छ अवस्था चाहिँ हाम्रो अर्को सब आउनु हुँदैछ यहाँ पर काम सक्नु लाग्छ कि तपाईँको इन्तजारमा यो चाहिँ लेप्चा कन्स्ट्रक्सन यो जेसीबीको चाहिँ सायद चालक हो यो ड्राइभर मात्र हुनु नसकेको अरू सबै गरिसक्थ्यो दुई खेप जेसीबी पल्टाएर मात्रै यसले कामबाट निकाल गरेको पिर्लिक यता छौँ जेसीबी चाहिँ आज चाहिँ हामी खतरा नै सर्भिसिङ गर्दैछौँ है ल सानो दाइ यस्तो छ चिसोमा जेसीबी सर्भिसिङ गराइ हजुर